मैले चाहिँ बनाएको एग रोल आँटावाला। यहाँ यसरी रोटी बनाएर हालेँ, ठुलो ठुलो रोटी बनाएँ। अब यी भेजेसहरू यहाँ क्याप्सिकम, पत्ताकोपी, खोर्सानी, प्याज यस्तो यस्तो हालेको छु। अन्त अन्डा, अन्त काँक्रा चाहिँ नकाटी राखिरहेको छु। हेर्नुहोस्, अब अरू पनि बनाउनु बाँकी छ। भेजिटेबलहरू चाहिँ यसरी काटेको छु। आफ्नो घरको हेल्दी। अब मैले मिठोको लागि त के हाल्नु सक्छु नि, तर मैले चाहिँ त्यस्तो डरलाग्दो चाहिँ हाल्दिनँ, किनभने घरमै खानुको लागि हो नि त। अब तपाईँले सोच्नुहुन्छ होला कतिजनाले त कि आँटाको एग रोल भनेर क्वेसन उठ्छ होला, तर होइन, आँटाकै बनाएको हो क्या यो। किन मैदाको खाने हो, हेल्दी हो यो के। यसरी अन्डा त फ्राई गरेको देखाउनै भुलेछु है। यसरी अन्डा हालेँ, अन्त यसरी रोटीमा चाहिँ एकपट्टि चाहिँ अलिक धेरै मतलब मजाले पकाउनु हुँदैन। यसरी निकालेर चाहिँ अब यसमा हेर्नुहोस्, अनहेल्दी चिज भन्ने केही छैन क्या यहाँ। अब मैले यो काँक्रा काट्दैछु। अब बच्चाहरूले भेजिटेबल्सहरू खानु मन पराउँदैन होइन। अब तपाईँले यसरी दिनुभयो भने चाहिँ अब खान्छ क्या नानीहरूले पनि। मिठो पनि हुन्छ, जिउको लागि, शरीरको लागि हेल्दी पनि हो नि त यो कुरो त। अब अनहेल्दी चिज केही छैन। अब म यसमा मायोनिजहरू के ससहरू हाल्नु सक्थेँ मिठोको लागि, तर मैले हालेको छु नि। हेर्नुहोस्, भेजिटेबल मात्रै छ यहाँनिर, त्यो पनि फ्राई गरेको छ हल्का, किनभने काँचो काँचो त काँचै खान्छु, कस्तो कस्तो लाग्छ। तर यो चाहिँ हल्का मात्रै। मैले यो सस चाहिँ हालेँ, त्यो पनि कम्ती कम्ती हाल्छु नि त म। सकिराख्दै यसरी काटेर जस्ट टेस्टको लागि मात्रै काटी हालेको छु। तपाईँले यसमा अब मासुको खान्छु भन्दा पनि भयो, पनिरको खान्छु भन्दा पनि भयो, जेको खान्छु भन्दा पनि हुन्छ। लास्टमा चाहिँ यस्तो भयो कि फाइनल लुक चाहिँ हेरिहाल्नुहोस्। मजाले भेजिटेबलहरू मात्रै चाहिँ केही छैन। के ससहरू, मायोनिजहरू पनि हालेर बनाउनु सक्नुहुन्छ। त्यो चाहिँ हाम्रो एकछिनको टेस्ट हो क्या। यो चाहिँ हेल्दी हो नि त। हेल्दी खानेकुरा खानु चाहिँ एकदमै राम्रो हो भनेर म चाहिँ अलिकति अर्कैको छु क्या। त्यस्तो मैदाको चिजहरू खानु मन पर्दैन, त्यही भएर चाहिँ आँटाकै हो। जे पनि खान्छु आँटाकै खान्छु क्या म चाहिँ। मोमोदेखिको लिएर मैदाको जे कुरा बनिन्छ म चाहिँ त्यही कुराहरू सबै आँटाको बनाएर खान्छु। मैदाको खाँदिनँ होइन, खान्छु, तर त्यो चाहिँ कहिले कहिले हो बाहिर खाँदाखेरि। नत्र चाहिँ म प्रायः आँटाकै बनाएर खान्छु। कस्तो चाहिँ मिठो भएको थियो। यसरी खानुहोस्, नानीहरूलाई पनि यसरी दिनुहोस्, आफ्नो हेल्थको लागि राम्रो।